आज चाहिँ मुख स्वास्थ्य र यसको हेरचाहको बारेमा भन्न गइरहेको छु। अब यसको परिचय। मुख स्वास्थ्य ओरल हेल्थले मुख, दाँत, गिजा तथा मुखसँग सम्बन्धित अङ्गहरूको अवस्थालाई बुझाउँछ। बच्चादेखि बुढेसकालसम्म मुख स्वास्थ्य महत्त्वपूर्ण हुन्छ र यसको हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। मुख स्वास्थ्यले मानिसहरूको खाना खाने, चपाउने, मुस्कुराउने व्यवहारदेखि मानिसहरूको आत्मविश्वास बढाउने काममा समेत असर गरिरहेको हुन्छ। मुखमा समस्याहरू मुख सम्बन्धी विभिन्न प्रकारका रोगहरू र अवस्थाहरू पर्दछन्, जस्तै दाँत क्षय वा दाँतमा किरा लागेको डेन्टल क्यारिज, डिके, गिजाहरूका रोगहरू, पेरिडोन्टल डिजिज, दाँत झर्ने, टुथलस, मुखका समस्याहरू, तालु तथा ओठ चिरेको आदि पर्दछन्। धेरैजसो मुख सम्बन्धी रोगहरूको रोकथाम गर्न सकिन्छ, त्यसैले यसको हेरचाह धेरै महत्त्वपूर्ण हुन्छ। अब चाहिँ दाँत क्षय वा दाँतमा किरा लागेको डेन्टल क्यारिज अथवा डिकेको बारेमा भन्न गएको छु। दाँतमा जम्मा हुने प्लेकमा रहेको जीवाणु ब्याक्टेरियाद्वारा उत्पादित एसिडले दाँतको इनामेल सुरक्षात्मक तह नष्ट गर्छ तथा दाँतको जराको सतहलाई पनि नष्ट गर्छ। यसलाई दाँतको क्षय वा दाँतमा किरा लागेको भनिन्छ। यसले गर्दा दाँत दुख्ने, सङ्क्रमण हुने, सुन्निने आदि समस्या देखा पर्दछन्। अब चाहिँ गिजाका रोगहरू, पेरिडोन्टल डिजिज। गिजाका रोगहरूमा धेरैजसो गिजाबाट रगत बग्ने, गिजा सुन्निने, दुख्ने, सास गनाउने जस्ता समस्या देखा पर्दछन्। गिजाका रोगहरू प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको प्रयोग र मुखको राम्रोसँग सफा नगर्नु। अब चाहिँ म हजुरहरूलाई मुखको क्यान्सरमा ओठ, जिब्रो, गिजा, गाला तथा मुखसँग सम्बन्धित अङ्गहरूको क्यान्सरलाई बुझिन्छ। घाँटीमा गिर्खाहरू देखा पर्ने, ओठ, जिब्रो, गिजा, गालाको भित्री भाग आदि रातो वा सेतो दाग देखा पर्ने, गिजा वा मुखमा घाउ आउने र निको नहुने वा रगत बगिरहने, सुन्निने, दुख्ने जस्ता समस्याहरू मुखको क्यान्सरमा देखा पर्न सक्ने लक्षणहरू। हस्त, धन्यवाद।